हेलो साथीहरू नमस्ते। आज हजुरहरूलाई म लोभ सम्बन्धीका कुराहरू लिएर आएको छु। यदि हामी हरेक चिजहरूको लोभ लागिरहेको हुन्छ नि होइन, हाम्रो सम्पत्तिको, धनहरूको, त्यस्तै घरहरूको, परिवारको, आफ्नो शरीरहरूकै लोभ लागिरहेको हुन्छ। त्यो लोभका चाहिँ के फाइदा रहेछन्हरू हजुरहरूलाई म आज सिधै लान्छु है त। लोभ गर्नु अब समाजमा दुइटै परिभाषा छ। लोभ गर्नु एउटा राम्रो पनि हो, नराम्रो पनि हो होइन। तर आज म चाहिँ हजुरलाई लोभका फाइदाहरूको बारेमा चाहिँ केही भन्न गइरहेको छु। यदि लोभ गरिन्छ भने चाहिँ हामीले जे कामहरू गर्छौँ, कामहरूप्रति चाहिँ लगनशील लगाएर चाहिँ आर्थिक प्रगति हुँदो रहेछ क्या। आर्थिक प्रगति भयो भने त जीवन सहज हुन्छ नि। त्यसले गर्दाखेरि लोभले गर्दाखेरि चाहिँ आर्थिक अझै धन बढ्दै बढ्दै अझै कमाउँ अझै कमाउँ भन्दाखेरि चाहिँ आर्थिक प्रगति हाम्रो हुँदै जाँदो रहेछ। अनि अर्को, हामी जस्तो जे काम गरिन्छ, पढिन्छ, अध्ययन गरिन्छ, त्यस्तो कामहरूप्रति चाहिँ मेहनत अथवा लगनशील हुनलाई चाहिँ प्रेरणा गर्दछ लोभले गर्दा। हो अझै गरौँ अथवा अझै गरौँ भन्ने त्यो लोभको कारणले चाहिँ अझै मेहनत गर्ने हामीलाई चाहिँ प्रेरणा हौसला मिल्दो रहेछ। लक्ष्य हामी चाहिँ जे लक्ष्य लिएका छौँ, एम लिएका छौँ होइन, उद्देश्य लिएका छौँ, त्यो उद्देश्यप्रति चाहिँ केन्द्रित हुनलाई चाहिँ हामीले लोभले पनि धेरै मेहनत गर्दो रहेछ होइन। जस्तो मानिलिउँ हामी फर्स्ट हुनु छ क्लासमा पढेर फर्स्ट हुनु छ भने चाहिँ त्यो फर्स्टको लोभले गर्दा हामीलाई त्यसप्रति केन्द्रित गर्ने भयो। र अनि हामीले जे काम गरिँदैछ, जे कर्म गरिँदैछ, त्यसप्रतिको सिपको क्षमता अथवा सिपको क्षमता बढ्छ क्या है लोभले गर्दाखेरि चाहिँ। अझै केही काम भर्खर सिकिँदैछ भने चाहिँ त्यो अझै जान्ने उत्सुकता अथवा लोभले गर्दाखेरि चाहिँ त्यो कामप्रतिको चाहिँ त्यो कार्यक्षमताको सिप चाहिँ बढ्दछ है। त्यस्तै अब हाम्रो के छ भन्दाखेरि चाहिँ अब त्यसरी लोभले गर्दाखेरि चाहिँ प्रतिस्पर्धामा र प्रगति पनि बढाउँछ कि होइन। अब जस्तो मानिलिउँ फलानु अब हुन त नेगेटिभ पनि हुनसक्छ, यसमा नकारात्मक हुनसक्छ होइन। तर फलानु साथीले चाहिँ यति प्रगति गरिसक्यो, म चाहिँ अलिकति कम छु भन्ने त उसको प्रगतिको लोभले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा पनि अझै प्रगति थपिँदै जान्छ होइन। यस्तै अरू धेरै फाइदाहरू छन् यस लोभ सम्बन्धीका। बेफाइदाहरू के छन् होइन, लोभ गर्नाले हामीलाई के हानि नोक्सानी हुन्छ भन्ने कुराहरू छोटो रूपमा चाहिँ जानकारी गराउन गइरहेको छु। अनि लोभ गर्नाले हामीलाई के हुन्छ भने त्यो दुःखको कारणै त्यही भन्छ कि होइन। हामी धेरै त्यही कहिले के गर्ने होला, कसरी गर्ने होला भनेर त्यसै बिचमा धेरै चिन्तित भइरहेका हुन्छौँ, मनमा कुरा खेलाइरहेको हुन्छौँ। त्यसले गर्दाखेरि चाहिँ त्यो दुःखको कारण है, हामीलाई दुःखको कारण चाहिँ त्यो लोभ बनिरहेको हुन्छ। त्यस्तै हामीलाई मानसिक अशान्ति मिल्छ कि है, मनमा कहिले कुरा शान्ति मिल्दैन कि होइन। खालि असन्तोष मात्रै हुन्छ। के छ भन्दा मनमा त्यो यो पाउन पाए हुन्थ्यो, त्यो पाउन पाए हुन्थ्यो, त्यो भएन, यो भएन भन्ने कुराहरू मात्रै मनमा कुरा खेलिरहने भएर चाहिँ मनमा एउटा शान्तिको भावै हुँदैन। बुद्धिको नाश हुन्छ कि है, बुद्धि पनि नाश हुँदो रहेछ लोभले गर्दाखेरि। के हुन्छ भन्दाखेरि सही गलत केही छुट्याउन सकिँदैन। अनि जुन कुरा पनि हामीले लोभ गरिसकेपछि चाहिँ हामी बुद्धि विवेकले काम चलाउनु पर्ने हुन्छ होइन। तर यो बुद्धिको नाश भइसकेपछि चाहिँ के सही के गलत भन्ने छुट्टिँदैन। त्यस कारणले गर्दाखेरि पनि हामीलाई हानि नोक्सानी पुर्याइरहेको हुन्छ। सामाजिक सद्भाव खलिन सक्छ है, किनभने अब धेरै लोभ गर्नाले पनि अब साथीभाइहरूले पनि त्यति मन पराउँदैन लोभी मान्छेहरूलाई होइन। त्यो समाजमा पनि यो लोभी छ भने अलिकति हया दृष्टि हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि सामाजिक खलबलहरू अथवा त्यो अलिकति असन्तुलन हुन सक्छ। अब हाम्रो नैतिक मोरल कुराहरू पनि कमजोर हुन्छ कि है, नैतिक कुराहरू पनि होइन। जहाँ पनि हामी सानो आफ्नो लोभको कारणले गर्दाखेरि समाजमा चाहिँ पतित भइरहेको हुन्छौँ होइन। अरूले देखाएको छैन भन्दै कुनै कुराहरू चाहिँ ठ्याक्क हामीले लोभ गरेर चाहिँ त्यसलाई अलिक बढ्ता लिन खोज्यौँ भने पनि सामाजिक रूपमा पनि हामी पतन भइरहेका हुन्छौँ। अनि अरू के छ भन्दाखेरि हिंसाको सानो रूप उत्पन्न गर्न सक्छ क्या लोभले गर्दाखेरि है। जस्तो भने त्यो अब लोभले गर्दाखेरि के हुन्छ भन्दाखेरि थोरै कुराहरूको लोभले गर्दाखेरि पनि साथीभाइ बिचको झगडा, परिवार बिचको झगडा होइन, समाजको बिचको झगडाहरू पनि हामीले देख्न पाइरहेका छौँ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि यी विभिन्न कुराहरूले चाहिँ हामीलाई लोभका बेफाइदा हुँदो रहेछन्। हस् त, धन्यवाद।